नवलपुर सहित देशभरका अधिकांश स्थानमा 17 गतेदेखि ठूलो पानी पर्ने भएका कारण नवलपुरमा पनि हाई अलर्ट जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी नदी आसपासका साथै बाढी पहिरो भुछै जान सक्ने सम्भावित स्थानका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको हो। जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैसित अपिल समेत गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गरी 17 गतेदेखि 20 गतेसम्म मुलुकका विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुर जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन अपिल गरेको हो। भारी वर्षाका कारण उत्पन्न हुन सक्ने डुबान, बाढी पहिरो, भुछै लगायत विपद जोखिम हुने हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन र पूर्व तयारीमा ध्यान दिन भनेको हो। प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरू नदी किनारमा नबस्न तथा जोखिमपूर्ण स्थानका बासिन्दाले आपतकालीन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ। त्यस्तै सवारी साधनलाई संयमित भएर सञ्चालन गर्न क्षमताभन्दा बढी यात्रु नचलाउन आग्रह गरिएको छ। त्यसैगरी भित्री सडकहरू साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म बन्द गर्न निर्देशन दिएको छ। यो अवधिमा जिल्लाको गैंडाकोटको कालीगण्डकी कोरिडोरदेखि डेढगाउँसम्म र दलदले धौबादी बुलिङटारको भित्री सडक बन्द रहने जनाइएको छ। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड र कालीगण्डकी कोरिडोरको तरङ्गे खोला आसपास तुरुन्त परिचालन हुने गरी डोजर एक्साभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न प्रशासनले आग्रह गरेको छ। यसैबीच सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोली पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। अहिले प्रहरीको टोलीले गैंडाकोट, कोल्लुवा लगायत नारायणी नदी किनारा आसपासको क्षेत्रमा माइकिङ सुरु गरेको छ। यसैबीच सडक विभागले पनि एक निर्देशन जारी गरी भोलिदेखि पर्न सक्ने भीषण वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध हुन सक्ने भन्दै त्यस क्षेत्रमा अपरेटर तथा इन्जिनियरहरूका साथै आवश्यक उपकरण र ब्याकअप सहित तुरुन्त पुग्न निर्देशन गरिएको छ।